सेवारो अनि नमस्ते सबैजनामा। सबैजना सन्चै नै हुनुहुन्छ होला। म चाहिँ धेरै लामो समयपछि आज भिडियो लिएर आइसकेकी छु। धेरै दिनपछि भिडियो बनाएर होला कस्तो अनौठो फिल भइरहेछ। कहिले एक्जाम सकेला र कहिले मामालाई जाम भइरहेको थियो। बल्ल बल्ल त्यो दिन पनि आयो। किन अझै अलिक दिन पर्खिने हो र भनेर हामी चाहिँ एक्जाम सकिन साथ मामालाई तर्फ लाग्यौँ। इटोरीमा आएर चाहिँ हामीले गाडी साडी धुयौँ अनि आफ्नो बाटो फेरि लाग्यौँ। घरबाट चाहिँ बिहान हिँडेको नि त अनि खानासाना खाएको थिएनौँ हामीले चाहिँ अनि धरान आएर खाना खायौँ। धरानबाट चाहिँ मामा र छ्यामा पनि जाँदै हुनुहुन्थ्यो। त्यसपछि छ्यामा र मामालाई लिएर हामी चाहिँ फेरि आफ्नो गन्तव्यतर्फ लाग्यौँ। धेरै जस्तो यही बाटोहरू हिँडिरहेको हुन्छौँ तर पनि यो बाटोको सुन्दर सुन्दर दृश्यले चाहिँ कहिले पनि मन भरिँदैन। तपाईहरूलाई चाहिँ मैले अस्तिको भिडियोमा पनि भनिसकेको थिएँ मेरो मामाले चाहिँ तेह्रथुम हो भनेर। हाम्रो तेह्रथुम जिल्लामा चाहिँ एकदम राम्रो राम्रो ठाउँहरू छ। यहाँ चाहिँ फोटोहरू खिच्दा एकदम राम्रो देखिन्छ। गुराँस फुल्ने भर्खर मात्रै बेला हुँदैछ नि त अनि खासै गुराँसहरू देखिएको थिएन बाटोमा चाहिँ। हामी चाहिँ 2-3 घन्टाको यात्रापछि फाइनली लसुने बजार आइपुग्यौँ माइजूकोमा। लसुनेबाट पनि हामी चाहिँ अझै गाउँ झर्नुपर्ने हुन्छ नि त अनि माइजूकोमा खाजासाजा खाएर हामी चाहिँ गाउँ झर्दैछौँ। अहिले चाहिँ गाउँमा अलिअलि बाटो बनेकोले अटो बसहरू मजाले जान थालेको छ। हामी चाहिँ धेरै लामो यात्रापछि मामली घर आइपुगिसकेको छौँ। आज घरमा पूजा छ नि त अनि पूजाको तयारीहरू चल्दै थियो घरमा चाहिँ। धेरै नै लामो भिडियो भयो जस्तो छ आज चाहिँ, त्यही भएर आजको लागि चाहिँ यति नै। सेवारो नमस्ते।